आज ससुराली जाँदाखेरि कोसेली साथीहरू म बोकेर धमाधम घरतर्फ लाग्दैछु। देख्न सक्नुहुन्छ यो पराललाई सफा गर्दैछु। पकाएर यति बनाइयो है, यो पराल पकाएर यति बनाइयो। धेरै खानुपर्छ नत्र फेरि राम्रो आउँदैन च्याउ। मेरो साथीहरू 4 वटा छ, 1 2 3 4। मेरो बनाइ पनि फरक छ है, यस्तो बनाएर बनाएको छु भने मेरो बुढीको यस्तो तरिकाले मन्टो घुमाएर बानेकी छिन्। हाय गाइज, नमस्कार, वेलकम टु माई अनदर भ्लग। म अहिले माथि ससुरालीमा जाँदैछु। ससुरालीमा किन जाँदैछु भनेपछि एकछिन पछाडि थाहा पाउनुहुनेछ है। आज ससुराली जाँदाखेरि कोसेली के छ फेरि मेरो, देख्न सक्नुहुन्छ पिँडालु, हिजो खनेको पिँडालु हिजो खनेको पुगेको थियो। सो ससुरालीमा जानुपर्ने काम छ मेरो, त्यो भएर जाँदाखेरि अलिकति लगिदिउँ सब्जी खानको लागि भनेर हालिदिएको छु। मेरो बुढीले हालिदिएकी छिन्, त्यही बोकेर हिँड्दैछु। साथीहरू यहाँ हाम्रो अङ्कल पढ्नुहुन्छ अनि जोत्दै हुनुहुन्छ। लास्ट जोताइ भनेको यहीँ होला, अन्य ठाउँमा त सकिसक्यो। उहाँहरू माथि लेखमा बस्ने गर्नुहुन्छ, त्यही भएर यहाँ जोत्न आउन अलिकति टाइम लाग्छ। माथिबाट अलिक ढिला आउनुभयो। साथीहरू म ससुराली घरतिर उक्लिँदैछु। माथितिर अहिले अब अमिलो सिद्धिसकेको छ, सायद आज लिएर आउँछु होला, म लिन सक्छु जस्तो लागिरहेछ। चना खेती देख्नु सक्नुहुन्छ, चना गर्नुभएको थियो यहाँ ससुरालीले। चना अहिले धेरै राम्रोसँग उम्रेको छ। यो माटोमा खेती जे गरे पनि राम्रो हुन्छ है। यहाँको माटोमा असाध्यै भन्दा असाध्यै राम्रो हुन्छ। साथीहरू लगभग अमिलो सिद्धियो, अस्ति नै पेलेपछि सिद्धि अब थोरै छ। सेतो भाले साथीहरू मैले देप्ची लिएर आइपुगेको छु। देप्ची अलि ठुलै छ, वेट पनि छ है। ट्यु हालेको छु अहिले, त्यो तल बान्नको लागि ट्यु चाहिएको थियो। साथीहरू म बोकेर धमाधम घरतर्फ लाग्दैछु है, देख्न सक्नुहुनेछ। बाँकी चाहिँ मैले घरतिर गएर देखाउने छु। यो देप्ची किन र केसको लागि भनेपछि पराल पकाएर च्याउ राख्नको लागि हो। उचाल्नलाई पनि गाह्रो छ साथीहरू, छ 4-5 किलोको छ देप्ची। अब ल मस्त तरिकाले पराल पकाइन्छ। पराल काटिसक्यो, पराल काटेको चाहिँ देखाउन पाइएन है। अब चाहिँ पकाएको देखाउन सकिन्छ कि पकाएको देखाउँछु है। साथीहरू मैले पराल पखाल्दैछु, यहाँनिर देख्न सक्नुहुन्छ। यो पराललाई सफा गर्दैछु। पानीले 2 पानी 3 पानी सफा गर्नु पर्दो रहेछ है, हामीले त्यसै गर्दैछौँ। अनि मैले 2 पानी पखालिसकेँ। 2 पानीमा यतिको आएको छ, अलिअलि मोइल छ त्यसमा परालमा है, यतिको भएको छ। अनि धमिलो छ। यतातिर पखालेर राखेको छु। यहाँनिर यो सानो देप्चीमा बसालेको थियौँ, उफ्राहरू ताउला ढाकिदिएको यसको ढक्कन नभएर त्यो प्लाम किचनमा राखेको। अब यो देप्चीमा, यो ठुलो देप्चीमा बसाल्ने हो। यसमा यति त्यतिको अटाउँछ, दबाएर हालेर पानी हालेर गराउने होइन। त्यो पहिला बुढीले बसाले रहेछन्। अनि यहाँ मेरो बाख्राले घाँस खाँदैछन्, भोकै छन् है, बाख्रा गएका छैनन्। यहाँ चल्लाको लागि देख्न सक्नुहुन्छ, यहाँ थोरै चल्लाहरू छन्। अनि दहटा खान्छ भाइ, यिनलाई यहाँनिर अलिअलि चारो हाल्ने, यसो गर्ने, तार लगाएर आलेजेले सब अल्झाउने गरी गराएको। यहाँनिर पनि चल्लाको खोर बनाउनु त पहिला, तर यसमा अहिले मैले घाँस राख्ने गर्छु। एउटा पाठो गएर घाँस खाइराखेको छ यहाँनिर। साथीहरू च्याउ बनाउने सिस्टम यही हो अरे। पहिला पकाउने गरे, पकाएर साँझबाट प्याकिङ गर्ने गरे। यहाँनिर पराल काटेर लिएर राखेका छौँ बोरीमा, अनि बोरीहरूमा पराल काटेको पल्तिर पल्लो घरमा त्यहाँ अङ्कलहरूको घरमा गइकन अब यहाँनिर पकाउने काम भइराखेको छ। स्टेप बाई स्टेप म देखाउने। साथीहरू यहाँ अब पराल धुने काम भइराखेको छ। पराललाई धुनुपर्छ, 2-3 पानीसम्म धोइराखेका छौँ यतातिर। 2-3 पानी धुँदै अनि एउटा बल्ल फेरि पकाउने ठाउँमा हाल्ने। यो पराल काटेर लिएर राखेको पराल हो,
बोरामा हालेर अब यहाँबाट पानी खोलेर पराल धुने कार्यक्रम हुँदैछ। पराल 3 चोटिसम्म धुने गरेको छु है। तपाईँहरूले अब च्याउ राख्दा गाउँठाउँमा तपाईँहरूकोमा के कस्तो तरिका राख्नु भएको छ यही हो तरिका। अलिअलि मिच्चा माछा पार्ने, यहाँबाट पखाल्ने हो। सकभर यसलाई पखालेर सफा गरेर पानीमा उमालेर यसमा भएको ब्याक्टेरियाहरू मार्ने हो। जसरी पनि त्यो ब्याक्टेरिया मार्ने हो, यसलाई सफा गर्ने, स्वच्छ बनाउने हो। उसमा सफा गरेपछि तपाईँको ऊ पनि आउँछ, राम्रो आउँछ, च्याउ पनि राम्रो आउँछ। अनि उसमा पखाल्नु पनि पर्छ, देख्नु सक्नुहुन्छ। अब यो पानी फाल्नुपर्ने हुन्छ फेरि है, यही पानीमा गर्ने। अन्त यसमा फेरि फोहोर पानी फोहोर भइहाल्यो। त्यो सफा गर्नु पर्यो। सफा गरेपछि प्योर स्पेसल फ्रेस खालको आउला है नि त। यसलाई 3 चोटि पखालेर ल्याइयो है। अब यो भिडियोहरू गराउनुभन्दा पखालेको देखाएर फेरि पखाल्दै पछि बनाएको हो। अब यसलाई खानी हाल्नुपर्छ। अझै परालले पुगेन, यो दबाउनु पर्ने हुन्छ। साथीहरू यहाँ दबाउने काम भइराखेको छ। अब डेक्चीमा पुरा हुन लागेको छ है। यसबाट घपन लगाउने हो। घपन लगायो भने यसलाई यो उमाल्ने हो पानी, भगभगी पानी उम्लियो भनेपछि हजुरको भयो। यसलाई फेरि निकालेर राखिन्छ। पारिराखेको छ, एक डेक्ची उता पनि छ। साथीहरू पराल पकाएर यति बनाइयो है। यो पराल पकाएर यति बनाइयो। देप्चीबाट 5-6 देप्ची पकाइयो। अझै 1 देप्ची पकाउन छ। अब एकछिनपछि यसलाई अलिकति सेलाउन दिएर यसको भाप जान दिएर हालिने छ। हेर्नुहोस् यहाँ पाकिराखेको छ, यहाँ आगो लागिराखेको छ। यसरी देप्चीमा ढाकेका छौँ। एउटा देप्ची उफ्रा अर्को देप्चीले तलबाट आगो बालिराखेका छौँ। यसरी उम्लेर पानी उम्लेर 10 देखि 12-13 मिनट जति हामीले पकाउने गर्छौँ। पानी उम्लिसकेपछि पनि यहाँ मेरो सानो छोरीले खाना पकाउँदैछन्। अनि आज के पाक्दैछ मेरो छोरी? छोरीको तिते गर्ला तावामा पाक्दैछ। यस्तो छ छोरी। पिँडालुको तरकारी। अनि यहाँ बेसार नुनहरू हाल्ने ठाउँ। नुनको प्याकेट पनि साथमा रहेछ। मेरो सानो छोरी, प्यारो छोरी। साथीहरू अब हामीले पराल पकाउँदै यति गराएर अहिले प्याकिङ गर्ने टाइम भएको छ। यसलाई खाने 2 डल्ला बनिसक्यो। एउटा यस्तो यसमा पनि हजुरले पहिला प्लास्टिकमा पराल राखेर अनि स्टेप बाई स्टेप थोरै यो छेउछाउमा राखेर हेर्न सक्नुहुन्छ। यति भयो। पराल राख्ने, यसरी राख्ने अनि यसरी राख्ने। म यसरी यसलाई धेरै खाम्नुपर्छ, नत्र फेरि राम्रो आउँदैन। च्याउ राम्रो हुनुपर्छ। हेर्न सक्नुहुन्छ। फेरि अर्को स्टेपमा पनि थोरै हाल्नुपर्छ। हजुरहरूले पनि गराउन सक्नुहुन्छ। यसै गरी उमारेर च्याउ खान सक्नुहुन्छ। बजारको च्याउ किनेर खानुभन्दा आफ्नै घरको अर्ग्यानिक च्याउ बनाएर खान सक्नुहुन्छ। फ्रेस ताजा च्याउ। यता बनिसकेछ एउटा। मैले 2 डल्ला बनाइसक्नु लागि बुढाले एउटा डल्लामा गर्नुभएको छ। म धेरै बेर आउँछु होला है। यत्रो छ अझै। यता चाहिँ प्लास्टिकहरू छन्। कसको उम्रिने च्याउ अनि हामी सर्तमा छौँ। बुढाको उम्रिने कि बुढाले प्याकिङ गरेकोमा मम्मीले त्यो गरिसक्नु भयो एउटा, बाबाले यो गराउँदै हुन्छ। साथीहरूले देख्न सक्नुहुन्छ यो मैले बानेको हो। मैले यसलाई प्याकिङ गर्दैछु भन्ने कुरो हुन्छ। बाबा त्यो अलि खाद्नु न, मम्मीले कस्तो खाद्नुपर्छ। यता मम्मीले गराउँदै हुन्छ। हेर्न सक्नुहुन्छ। यसरी खानुपर्छ। यत्रो छ अझै पराल। साथीहरू मैले अब यहाँ बिउ हाल्दैछु। च्याउको बिउ यसरी हाल्ने गर्छु। साइडबाट यसरी राखिएको छ।
अनि देख्न सक्नुहुन्छ। साथीहरू यसरी गोब्नु पर्ने हुन्छ है, हामीले यसरी गोब्ने गर्छौँ। यो हावा पास पनि हुने भयो, त्यो तल तलबाट पानी पनि पास हुने भयो है। पानी पनि फाइनली हामीले 9वटा डल्ला बनाइसक्यौँ। अनि हेर्न सक्नुहुन्छ यो 1 इन्चीको फरकमा गोब्नुपर्छ। अनि हेर्न सक्नुहुन्छ यसरी यो, किनकि यसरी नगोब्ने भने फेरि गुम्सेर यो डल्ला पुगिन सक्छ। पास गराउनको लागि यसरी गराउनुपर्छ। लास्टमा उम्रियो भने हामीले देखाउँछौँ। मेरो साथीहरू 4वटा छ, 1 2 3 4। मेरो बनाइ पनि फरक छ है, यस्तो बनाएर बानेको छु भने मेरो बुढीको यस्तो तरिकाले मन्टो घुमाएर बानेकी छिन्। अब कसले लगाएको या के हो नि भन्ने कुरो यो हामीले बिउ राख्नुदेखि लगेर च्याउको समेतलाई उ गरेका छन्। हुँदो रहेछ कि रहन्छ। मैले गराएको पनि मैले आफ्नै तरिकाले बिउ हालेको छु, मैले आफै खाँदेको छु अनि गोब्न पनि आफ्नै तरिकाले गोबेको छु कि त्यो भएर आफ्नो आफैले गरेको आफ्नै सिस्टमबाट गरेको कस्तो हुँदो रहेछ भन्दैन। नत्र लगाउनेछु आफ्नैमा यहाँ कसले गरेको के हो नि भनेर कम्पिटिसन गर्नुपर्ने थिएन कि, तर पनि कस्तो आउँदो रहेछ त रिजल्ट भनिकन। अब साथीहरू फेरि है फेरि नसम्झिनु होला कि यिनीहरूको बुढाबुढीमा कम्पिटिसन हुँदो रहेछ भन्ने कुरो नसोच्नु होला, त्यस्तो हुँदैन। तर मैले बनाएको कस्तो हुँदो रहेछ भन्ने मलाई आफ्नो जिज्ञासा मनको लाई शान्त गर्नलाई हो।